हेलो 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 अहिले भने चाहिँ हामी डाँडा मन्दिर जाँदैछौँ है। यहाँनिर देख्न सक्नुहुँदैछ है को छ हात हल्लाइदिनु सबैले। आउँदैछ उनीहरू छ है, तीनजनाको साथमा म पनि छु। उनीहरू मजाले हिँड्दैछ, घाम लागिरहेको छ यहाँनिर है। घोडा पनि रहेछ। यो चाहिँ दार्जिलिङ चौरस्तामा आइपुग्यो हामी चाहिँ अहिले है। तपाईको बनाइदिन्छु तपाईँ एकछिन ल एकछिन नगर्दा साथीहरू चाहिँ घुम्नु जाँदैछ यहाँनिर चाहिँ, अन्त यता पनि हिँड्दैछ। कहाँ छन् भएको? डाँडा मन्दिर। ओ कहाँ छ मन्दिर चाहिँ? मन्दिर यहाँ माथि छ कि पाठ पूजा गर्नेहरू बहिनीहरूले हो। हजुर। अन्त दार्जिलिङको डाँडा मन्दिर आज जाँदैछु म। मजा आउँदैछ है। हजुर। मजाले घाम लागिरहेको छ। अन्त त बहिनीहरूलाई के भन्नु छ? खै अर्को बहिनी के भन्नु छ? हजुर के भन्नु छ? भन्नुहोस् त, तपाईँलाई के भन्नु छ? यता चाहिँ जति हुनुहुन्छ मन्दिरबाट गएर फर्किँदै गर्ने, हामी चाहिँ अहिले पुग्न आँटेको छौँ, जाँदैछौँ। जति पनि आउनेहरू चाहिँ पुगेर फर्किनेहरू हो। यहाँ हाम्रो एकजना बहिनी आउँदैछ है। घन्टी बजाउँछ कि बजाउँदैन अब त्यसले हेरौँ है। एकजना दुईजना तीनजना है। ऊ पनि अहिले भनेको चाहिँ हामी डाँडा मन्दिर आइपुग्न आँटे। अगाडि अगाडि हिँड्दैछ बहिनीहरू अनि म पछाडि छु है। अहिले भनेको चाहिँ डाँडा मन्दिरमा आइपुगे जस्तो छ है। यहाँनिर आइपुगेर अर्को घन्टी स्टार्ट हुँदैछ, सबैले बजाउँदैछ है। उनीहरूले सल्लाह गर्दैछ कहाँ जाने के गर्ने भनेर। जुत्ता निकाल्ने, जुत्ता खोल्नु पर्ने रहेछ। मन्दिर चाहिँ यो खालको रहेछ है। यहाँ चाहिँ पाठ पूजा हुँदैछ, सबै कार्यक्रम हुँदैछ है। यस्तो रहेछ मन्दिर चाहिँ। मेन मन्दिरको तर्फ लाग्यौँ हामी। यहाँनिर अब मन्दिरभित्र पस्दैछौँ, हेर्दै गर्नुहोस्। होइन तिमीलाई खिचेको छैन यता यिनीहरूको। अरू चाहिँ घरमा लाँदा हुन्छ नि, घरमै लान्छु नचढाउनु अनि त घरमै लानु। लजावतीहरू हिँड न अगाडि। अब चाहिँ फिनिस होला जस्तो छ है। फिनिस गरेको, पूजा गरिसकेको, सक्यो है। भोक लाग्यो। यहाँ चाहिँ हाम्रो के भन्छ अर्जुन काका चाहिँ अलिकति हिँडेर थाक्यो भन्नुहुँदैछ हो। अन्त यसो आज चाहिँ मन्दिरतिर घुम्नु आउनु भएको अरे। कस्तो लागिरहेको छ अन्त तपाईँलाई? रमाइलो फिल भयो। हजुर हजुर रमाइलो भयो, खुसी लाग्यो। हेर्दै गर्नु होला भिडियो।